यदि तपाईँहरू चाहिँ यो स्वास्थ्य बिमा बनाउने प्लानमा हुनुहुन्छ भने अब तपाईँहरू चाहिँ कुनै अफिस धाइराख्नु पर्दैन। अब तपाईँहरू चाहिँ आफ्नै घरबाट आफ्नै ल्यापटप नत्र फोनबाट यो स्वास्थ्य बिमा तपाईँहरू चाहिँ बनाउन सक्नुहुन्छ र रिन्यू पनि गर्न सक्नुहुन्छ। सो कसरी गर्ने सबै प्रोसेस मैले यो भिडियोमा सिकाएको छु। सो यसको लागि सबभन्दा पहिला तपाईँहरू चाहिँ आफ्नो मोबाइलमा एउटा ब्राउजर ओपन गर्नु होला अनि त्यसपछि यहाँ सर्च बक्समा आएर eportal.hib.gov.np सर्च गर्नु होला अनि त्यसपछि यो फर्स्टकै वेबसाइट ओपन गर्नु अनि त्यसपछि यहाँ भेट्न सक्नुहुन्छ नयाँ परिवारको दर्ता भनेर। सो जस्ट यहाँ क्लिक गर्नु होला तपाईँ र यहाँ क्लिक गरिसकेपछि एउटा अर्को इन्टरफेस आउनेछ। तपाईँहरू चाहिँ आफ्नो फुल नेम इन्टर गर्नु होला, पुरा नाम अङ्ग्रेजीमा अनि त्यसपछि तपाईँहरू चाहिँ आफ्नो मोबाइल नम्बर अनि त्यसपछि इमेल छ भने इमेल हाल्दा पनि हुन्छ। सो लेट्स वेट। सो जस्ट तपाईँहरू चाहिँ ओटिपी पठाउनुहोस् अप्सनमा क्लिक गर्नु होला अनि केही समय वेट गर्नु होला अनि त्यसपछि तपाईँहरूको मोबाइलमा एउटा ओटिपी आउनेछ। सो ओटिपी आइसकेको छ, जस्ट यो ओटिपीलाई म पेस्ट गर्छु अनि जस्ट यहाँ ओटिपी प्रमाणित गर्नुहोस् अप्सनमा क्लिक गर्नु होला अनि त्यसपछि तपाईँहरू चाहिँ एउटा पासवर्ड क्रिएट गर्नु होला अनि यहाँ पासवर्ड सिर्जना गर्नुहोस् अप्सनमा क्लिक गर्नु होला। सो फाइनली तपाईँहरू चाहिँ यो मेन पोर्टलमा आउन सक्नुहुन्छ र यहाँ आइसकेपछि जस्ट स्क्रोल अप गर्नु होला अनि त्यसपछि यहाँ भेट्न सक्नुहुन्छ न्यू इनरोलमेन्टको अप्सन। जस्ट यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि सब यो टर्म्स एन्ड कन्डिसन पढ्नु होला अनि त्यसपछि आई एक्सेप्ट टर्म्स एन्ड कन्डिसनको अप्सनमा क्लिक गरेर एक्सेप्ट एन्ड कन्टिन्यूको अप्सनमा क्लिक गर्नु होला अनि त्यसपछि यो डाटामा तपाईँहरू चाहिँ आफ्नो फ्यामिली मेम्बरको हेड को हो त्यसकै यहाँ डाटा इन्टर गर्नु होला, नेसनल आइडी अनि त्यसपछि डेट अफ बर्थ। यदि उनीहरूसँग एनआइडी कार्ड छैन भने, राष्ट्रिय परिचय पत्र छैन भने यहाँ अप्सन तपाईँहरू चाहिँ पाउन सक्नुहुन्छ नो एनआइडी फिल म्यानुअली भनेर। जस्ट यहाँ क्लिक गर्नु होला र यहाँ क्लिक गरिसकेपछि तपाईँहरू स्क्रोल अप गर्नु होला अनि फ्यामिली मेम्बरको हेड को हो उसको चाहिँ पासपोर्ट साइज फोटो, फर्स्ट नेम, मिडल नेम छ भने मिडल नेम, लास्ट नेम भइसक्यो अनि त्यही नाम नेपालीमा अनि त्यसपछि मिडल नेम अनि त्यसपछि तपाईँहरू जेन्डर के हो जेन्डर इन्टर गरेर डेट अफ बर्थ अनि त्यसपछि ब्लड ग्रुप के हो त्यो इन्टर गर्नु होला अनि म्यारिटल स्ट्याटस अनि त्यसपछि कुन कास्ट हो अनि त्यसपछि नम्बर भइसक्यो। इमेल कम्पलसरी छैन र त्यसपछि अझै स्क्रोल अप गर्नुभयो भने चाहिँ प्यारेन्ट्स र ग्रान्ड प्यारेन्ट्स डिटेल्स मागेको छ। सो यो सबै फिलअप गर्नु होला। यो सबै फिलअप गरिसकेपछि तपाईँहरू चाहिँ यहाँ पाउन सक्नुहुन्छ आइडेन्टिटी डकुमेन्ट भनेर। जस्ट तपाईँहरू चाहिँ आफ्नो चाहिँ नागरिकताको डिटेल्स यहाँ इन्टर गर्नुपर्ने हुन्छ। सो नागरिकता नम्बर यहाँ भइसक्यो अनि नागरिकता कहिले इस्युड भएको त्यो डेट यहाँ हाल्नु होला अनि त्यसपछि इस्युड डिस्ट्रिक्ट कुन डिस्ट्रिक्टबाट इस्युड भएको थियो अनि त्यसको पासपोर्ट त्यसको अगाडिको फोटो, नागरिकताको अगाडिको फोटो अनि त्यसै गरी नागरिकताको पछाडिको फोटो दुवै यहाँ इन्टर गरेर जस्ट यहाँ चाहिँ यदि तपाईँहरूको चाहिँ सराई बसाइ गराएको छ भने यहाँ माइग्रेसनको अप्सनमा क्लिक गरेर तपाईँहरू चाहिँ डाटाहरू इन्टर गर्न सक्नुहुन्छ, एड्रेसहरू। नत्र जस्ट यहाँ सेम एज सिटिजनसिप एड्रेसको अप्सनमा क्लिक गरेर तपाईँहरू चाहिँ स्क्रोल अप गर्नु होला अनि त्यसपछि तपाईँहरू चाहिँ आफ्नो पर्मानेन्ट एड्रेस इन्टर गर्नु होला अनि त्यसपछि डिस्ट्रिक्टहरू 12हरू भइसक्यो अनि टेम्पोररी एड्रेस इन्टर गर्नु होला अनि अझै स्क्रोल अप गर्नुभयो भने तपाईँहरू चाहिँ यहाँ भेट्न सक्नुहुन्छ सर्भिस पोइन्ट एन्ड एडिसनल इन्फर्मेसन। तपाईँहरू चाहिँ कुन ठाउँबाट यो सेवा लिन चाहनुहुन्छ, यो स्वास्थ्य बिमाको सेवा, तपाईँहरू चाहिँ त्यो सर्भिस त्यो सेन्टरको नाम इन्टर गर्नु होला। यो सबै डाटाहरू तपाईँहरू इन्टर गरिसकेपछि यहाँ तपाईँहरू चाहिँ अप्सन भेट्न सक्नुहुन्छ। सो जस्ट त्यो सबै डाटाहरू यहाँ माथि सबै डाटाहरू इन्टर गरिसकेपछि मात्रै यो अप्सन पाउन सक्नुहुन्छ। जस्ट यहाँ चाहिँ फर्स्ट सर्भिस पोइन्टको अप्सनमा क्लिक गर्नु होला अनि त्यसपछि तपाईँहरू चाहिँ हस्पिटलको नामहरू पाउन सक्नुहुन्छ कहाँबाट गराउने हो भनेर। जस्ट त्यो सेलेक्ट गरेर तपाईँहरू चाहिँ एजुकेसनल क्वालिफिकेसन कति हो त्यो इन्टर गर्नु होला अनि त्यसपछि तपाईँहरूको अकुपेसन के हो त्यो इन्टर गरेर यहाँ चाहिँ डज। यदि तपाईँहरूको फ्यामिली कुनै पनि प्रिभिलेज क्लासेसमा पढ्छ भने, कुनै पनि लक्षित वर्गमा पढ्छ भने यहाँ क्लिक गरेर तपाईँहरू चाहिँ कुन टाइपको हो त्यो टाइप इन्टर गर्नु होला अनि त्यसपछि स्क्रोल अप गरेर त्यसको कार्डको नम्बर हुन्छ त्यो लक्षित वर्गको त्यो इन्टर गरेर अनि त्यसको कार्डको फोटो दुवै साइडको इन्टर गरेर यहाँ चाहिँ नेक्स्ट फ्यामिली मेम्बरको अप्सन पाउन सक्नुहुन्छ, यहाँ क्लिक गर्नु होला। सो यो सबै नेपालीमा हेर्नको लागि जस्ट यहाँ तपाईँहरू चाहिँ अप्सन पाउन सक्नुहुन्छ नेपाली भनेर। यहाँ जस्ट नेपालीको अप्सनमा क्लिक गरेर यहाँ चाहिँ सबै नेपालीमा आउनेछ टेक्स्टहरू र यहीँ क्लिक गर्नुभयो भने फेरि इङ्ग्लिसमा आउनेछ। सो तपाईँहरूले सजिलोको लागि यो गरिदिएको हो अनि त्यसपछि अर्को फ्यामिली मेम्बरको अप्सनमा क्लिक गर्नु होला। सो लेट्स वेट। सबै डाटाहरू फिलअप गरिसकेपछि जुन जुन स्टार लागेको छ त्यही डाटाहरू इन्टर गर्नु होला अनि स्टार नलागेको डाटाहरू इन्टर नगर्दा नि हुन्छ, यहाँ स्टार भेट्न सक्नुहुन्छ। सो तपाईँहरू चाहिँ यो स्टार जुन जुनमा लागेको छैन त्यो नगर्दा नि हुन्छ अनि नेपालीमा तपाईँहरू चाहिँ नेपाली फन्टमै टाइप गर्नुपर्ने हुन्छ अनि जस्ट यहाँ नेक्स्ट फ्यामिली मेम्बरको अप्सनमा क्लिक गर्नु होला अनि त्यसपछि स्क्रोल अप गर्नुभयो भने यहाँ भेट्न सक्नुहुन्छ फेरि एउटा अझै फेरि यहाँ नो एनआइडी फिल म्यानुअलीको अप्सनमा क्लिक गर्नु होला अनि त्यसपछि तपाईँहरू चाहिँ अर्को फ्यामिली मेम्बरको डिटेल्स इन्टर गर्नु होला। जस्तै पासपोर्ट साइज सेम तपाईँहरू चाहिँ सेम तरिकाले इन्टर गर्नु होला अनि त्यसपछि फेरि यहाँ चाहिँ एड फ्यामिली मेम्बरको अप्सनमा क्लिक गरेर फेरि तपाईँहरू चाहिँ अझै फ्यामिली मेम्बरहरूको एड गर्न सक्नुहुन्छ र यदि तपाईँहरूसँग चाहिँ एनआइडी कार्ड छ भने राष्ट्रिय परिचय पत्र नम्बर जस्ट यहाँ क्लिक गरेर एक्सेप्ट कन्टिन्यू गरेर यहाँ चाहिँ तपाईँहरू चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर इन्टर गर्नु होला अनि त्यसपछि तपाईँहरू जन्म मिति इन्टर गरेर जस्ट यहाँ चाहिँ सर्च गर्नुभयो भने सजिलैसँग पाउन सक्नुहुन्छ। सो तपाईँहरू चाहिँ आफ्नो डिटेल्सहरू यहाँ भेट्न सक्नुहुन्छ जस्तै भेरिफाइड फ्रम एनआइडी भनेर। जस्ट तपाईँहरूको सबै डिटेल्सहरू यहाँ सो हुनेछ। तपाईँहरू चाहिँ स्क्रोल अप गर्नु होला अनि त्यसपछि यहाँ तपाईँहरू चाहिँ आफ्नो ब्लड ग्रुप इन्टर गरेर अनि त्यसपछि स्ट्याटस तपाईँहरू चाहिँ इन्टर गरेर अनि इथेनिसिटी अनि मोबाइल नम्बर इन्टर गरेर अनि इमेल एड्रेस इन्टर गरेर तपाईँहरू चाहिँ जस्ट
स्क्रोल अप गर्नुभयो भने चाहिँ तपाईँहरू चाहिँ आफ्नो फुल एड्रेस इन्टर गरेर तपाईँहरू चाहिँ सर्भिस पोइन्ट कहाँबाट लिने हो त्यो इन्टर गरेर अनि जस्ट नेक्स्ट फ्यामिली मेम्बरको अप्सनमा क्लिक गरेर तपाईँहरू चाहिँ यसरी नै अपलोड गर्न सक्नुहुन्छ अरू फ्यामिली मेम्बर्सहरूको नि यदि तपाईँहरूसँग एनआइडी कार्ड छ भने। सो एनआइडी कार्ड छ भने तपाईँहरू सजिलो भइहाल्छ र तपाईँहरू चाहिँ यहीँबाट सजिलैसँग बनाउन सक्नुहुन्छ र पेमेन्ट कसरी गर्ने मैले चाहिँ नेक्स्ट भिडियोमा सेयर गर्नेछु। सो आजको लागि यति नै। थ्याङ्क यू भेरी मच वाचिङ दिस भिडियो।